नमस्ते भाइ बहिनीहरू। आज हामी अर्को हिसाब लिएर आएका छौँ। दुईटा हिसाब। पछाडिपट्टि फ्र्याक्सन भएको। अहिलेसम्म हामीले गरेको हिसाबमा पछाडिपट्टि फ्र्याक्सन थिएन, तर अहिले पछाडिको टर्ममा फ्र्याक्सन पनि रहेको छ। सो यो हिसाबलाई कसरी गर्ने? सो आउनुहोस् पालै दुईटा हिसाबलाई हामीले गर्छौँ। सुरु गरौँ यो हिसाबले। सो यसलाई कसरी सल्भ गर्ने? सो मैले तपाईहरुलाई फ्याक्टराइज गर्दाखेरि सम्झिन पर्ने दुईटा कुरा भनेको के त भन्दाखेरि कमन अनि फर्मुला, हैन? मैले पटक पटक भनिराखेको कुरो के त भन्दाखेरि सी अनि एफ भनेको सुरुमा कमन हेर्ने अनि त्यसपछि फर्मुलामा खोल्ने। सो पक्कै पनि यहाँ केही कुरो कमन छैन। अब कमन नभएपछि के गर्न पर्यो त? फर्मुलामै खोल्न पर्यो। सो फर्मुलामा खोल्दाखेरि यहाँ अगाडिपट्टिको हेर्न पर्यो ए स्क्वायरको फर्ममा छ माइनस यसलाई चाहिँ बी स्क्वायरको फर्ममा अहिले छैन। किन त भन्दाखेरि तलपट्टिको मात्र वाई स्क्वायर छ। यो माथिको यो 1 लाई के गर्ने? समस्या भयो। सो यो माथिकोलाई चाहिँ हामीले के गर्न पाइयो त भन्दाखेरि 1 भन्नु र 1 को स्क्वायर भन्नु एउटै कुरा हो। 1 भन्नु र 1 को स्क्वायर भन्नु के हो त? एउटै कुरा हो। सो त्यो काम हामीले गर्छौँ। 1 को स्क्वायर गर्छौँ। अब के गर्न पर्यो? अब हामीसँग इन्डिसेसको एउटा रुल छ। के त भन्दाखेरि डिनोमिनेटर माथिको चाहिँ न्युमरेटर भन्छ, तलकोलाई डिनोमिनेटर भन्छ। सो न्युमरेटर अनि डिनोमिनेटर को पावर सेम भए के गर्न सकियो त भन्दाखेरि 1/y को होल स्क्वायर गर्न सकिन्छ। ओके न? 1/y को होल स्क्वायर गर्न सकिन्छ। यो के को रुल हो? यो चाहिँ इन्डिसेसको रुल हो। अथवा यो एम स्क्वायर अनि एन स्क्वायर छ भने एमएन को के गर्न सकिन्छ? एमएन को होल स्क्वायर गर्न सकिन्छ कि सकिन्न? है, एमएन को होल स्क्वायर गर्न सकिन्छ। सो त्यही रुललाई हामीले यहाँ यो रुललाई चाहिँ हामीले यहाँ फलो गर्छौँ। भनेको 1/y को के हुन्छ त? 1/y को होल स्क्वायर हुन्छ। है, कुरा बुझ्नुभयो? अब के गर्ने? अब त सजिलो भइहाल्यो। अब ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा आयो। अब हामीले कुन फर्मुला युज गर्ने? ल भन्नुहोस् त, कुन फर्मुला युज गर्ने? ए स्क्वायर माइनस बी स्क्वायर इज इक्वल टु ए प्लस बी इन्टु ए माइनस बी। भनेको अब ए प्लस अनि बी भयो, यानि कि एक्स प्लस 1/y भयो, अनि अर्को के भयो? एक्स माइनस 1/y। अब यस्तै हामीसँग अर्को पनि एउटा प्रब्लम छ। त्यो कसरी सल्भ गर्ने? ल हेरौँ है त। जस्तो कि यो पी स्क्वायर माइनस 1/9 क्युब स्क्वायर छ यो। सो यसलाई के गर्ने? सो यहाँ पनि माइनस छ, पक्कै पनि यो ए स्क्वायर माइनस बी स्क्वायरकै फर्ममा खोल्नुपर्ने हुन्छ हामीले। है, कमन केही कुरो लिन मिल्दैन। नमिलेपछि फर्मुलामै खोल्न पर्यो। सो त्यो गर्नको लागि यहाँ के गरियो त भन्दाखेरि यहाँ पी स्क्वायर छ माइनस अनि 1/9 क्युब स्क्वायर। अब यो 1 लाई चाहिँ हामीले 1 स्क्वायर अघि गरेको जस्तै 1 स्क्वायर गर्न पाइयो। तलको के गर्ने? तल त 9 पनि छ, के गर्न पाइयो? 3 को स्क्वायर गर्न पाइयो। अनि 3 स्क्वायर अनि क्युब स्क्वायर हुन्छ यहाँ। ओके न? ल हेर्नुहोस् त, माथिको 1 लाई चाहिँ हामीले 1 स्क्वायर गरियो अनि तलपट्टि 3 स्क्वायर अनि क्युब स्क्वायर गरियो। अब यो सबैको स्क्वायर छ। सबैको स्क्वायर भएपछि के गर्न पाइयो त? माथिको 1 स्क्वायरको 1 स्क्वायर अनि यो 3 क्युबको होल स्क्वायर। यो कुरा बुझ्नुभयो? ए, यो कुरा बुझ्नुभयो हैन? अब के गर्न पाइयो त भन्दाखेरि अब यसलाई चाहिँ हामीले 1/3 क्युबको होल स्क्वायर गर्न पर्यो। किन माथिको पनि स्क्वायर छ, तलको पनि स्क्वायर छ भनेपछि 1/3 क्युबको होल स्क्वायर गर्न पाइयो। अब के गर्न पर्यो त भन्दाखेरि फर्मुला अप्लाई गर्न पर्यो। ए स्क्वायर माइनस बी स्क्वायरकै फर्ममा छ। सो ए प्लस बी ए माइनस बी युज गर्न पर्यो। सो यो कुरा तपाईँहरूलाई थाहा छ, पी प्लस 1/3 क्युब अनि पी माइनस 1/3 क्युब। सो बुझ्नुभयो पक्कै पनि? ओके हैन? बुझ्नु भएको छैन भने तलपट्टि कमेन्ट गर्नु होला। है, बुझ्नु भएको भए साथीहरुसित सेयर गर्नुस्, भिडियोलाई लाइक पनि गर्नुस् अनि यो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला।